हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। र आजको ब्लगमा सबैजनालाई स्वागत छ। आजको ब्लग चाहिँ मैले चाहिँ दिउँसो सुरुवात गरेँ। बिहान म सुत्न थियो, त्यही भएर आज चाहिँ हाम्रो गाउँमा चाहिँ बादर चाहिँ आएको थियो। र त्यसको चाहिँ मैले छोटो भिडियो राख्छु, त्यो क्लिप हेर्नुहोस् है त। बादर बादर उयो टुप्पामा आएर गाइस, टुप्पामा बादर ऊ 3-4वटा बादर छ, नजिक एउटा मात्रै मात्रै देखियो। ऊ गाइस, ऊ हेर्नुहोस् हाम्रो गाउँतिर चाहिँ बादर आउन सुरु भइसक्यो। हेर्नु त गाइस, यहाँ चाहिँ आँप खाना चाहिँ आएको हाम्रो बुढाको चाहिँ। म चाहिँ गाउँ चाहिँ आएको थिएँ, त्यति बेला चाहिँ अब हाम्रो आँपको आँप चाहिँ ठुलै थियो। अब पाक्यो आँप परि सब फसाले चाहिँ खायो गाइस। ऊ हेर्नु गाइस, हेर्नुहोस् भाग्दै जान्थ्यो। ऊ हेर्नुहोस् गाइस, ऊ टुप्पामा गाइस। ऊ के पो खान्न गाइस। जमुना हेरा हेरे गाइस। गाइस हेर्नुहोस्, यहाँ जमुना हेरा बादरले। गाइस, तपाईँहरूले चाहिँ त्यो बादरको क्लिप चाहिँ हेरिसक्नुभयो होला। त्यो बादर चाहिँ किन आएको भनेपछि खास यहाँ चाहिँ हाम्रो आँपको बुट्टा छन् नि। अब आँप खानाको कहाँदेखि पाएँ टन्नै। अरू त माथितिर गएन, त्यो 3-4वटा त यतातिर आएको थियो गाइस। होइन यही बेलामा अघि झुन्डेको भनेको ऊ त्यो ठुलो बुट्टामा। अहिले चाहिँ छैन, पानी परेको त अहिले बर्खाको मौसममा अब पानी पर्छ। अब भागिसक्यो होला बुर्र गरेर। पानी पऱ्यो, अहिले पानी सुकिसक्यो रहेछ। यहाँ गुलाबको फुल छ। एकछिन चाहिँ हामी चाहिँ अब तलतिर जाम होइन, यसो घुम्न। घुमघाम हान्दैमा आफ्नो गाउँको नि गाउँतिर आएर चाहिँ घुमघाम चाहिँ हानेको छैन अहिले मैले। त्यो अब एकचोटि माछा मार्नु थिएँ, त्यहाँदेखि अहिले म कतै पनि गएको छैन गाइस। होइन यहाँ चाहिँ छ हाम्रो कुखुरा, यहाँ छ हाम्रो कुखुरा। यतातिर चाहिँ हाम्रो धारा, यतातिर चाहिँ मकैबारी। अस्तितिर गाइस मकैबारी। यहाँ छ हाम्रो आँपको बुट्टा। माछामा सब के आँप पुरै खतरा फल्यो। यस्तो हाम्रो गाउँको भ्यू छ गाइस। एकछिन चाहिँ हामी अब एकछिन म केरा घारीतिर चाहिँ जान्छु। यतातिरको हाम्रो केरा घारीतिर यहाँ पनि छ एउटा केरा। यो चाहिँ यहाँ माथिल्लो अर्को चाहिँ हो, आफ्नो त भएन। यहाँ चाहिँ गाइस यहाँ ढुकुरु उड्यो, मलाई देखेर चाहिँ उडिहाल्यो ढुकुर। यहाँ छ केराको बुट्टा माथिसम्म। यहाँ पनि छ गाइस केराको बुट्टा। यो चाहिँ हाम्रो केराको बुट्टा गाइस। निकै धेरै छन्, अब तलतिर पनि पर्ने छन्। अब तलतिर जान सकिनँ अहिले, जङ्गलले उठ्नु आँट्यो केरा। केरा गाइस पारि पनि छ एउटा। केरा घारीमा अब केरा नभएर अब अरू केही हुँदैन। अब जाम अब तलतिर बारीतिर नि जाम गाइस। एकछिन बारीतिर त नभए हुँदैन, बारीतिर जाम। यहाँ चाहिँ मकै लगाएको, पुरै लगाएको छ मकै। अब चाहिँ तलतिर जाम।
छु मकैले उभो यहाँ चाहिँ छ हाम्रो बेलुको बुट्टा। अब बेलुका हामी पुरै काटिसकेको रहेछ। यहाँ बेलुकीको बुट्टा, यहाँ पनि छ बेलुकीको बुट्टा। एकछिन चाहिँ अब हाम्रो यतातिर फेरि गाउँतिरको अब पुरै हुन्छ, शान्त माहौल हुन्छ। एकछिन चाहिँ अब एकछिन हल्ला नगरेर चाहिँ एकछिन गाउँतिरको अब नेचरको आवाज हुन्छ मै गाइज। यस्तो गाउँतिरको हुन्छ नि त अब यस्तो सुन्दाखेरि अब यस्तो मनै झिसिङै हुन्छ गाइज होइन। मन फेरि हुन्छ त झिसिङै हुन्छ होइन। यहाँ चाहिँ मेरो चप्पल चाहिँ टुटिहाल्यो गाइज। अब घर जानु पर्यो, चप्पल छुट्यो गाइज। अब यो निकिसु भने चप्पल फेरि सबैभन्दा कच्चा चप्पल हो, घरतिर राख्नु पर्यो। चिल्ला मैले फेरि चिप्लो भएर फेरि अर्को चप्पल पनि चुट्लाएर गाइस थका लाग्यो। यहाँ चाहिँ कुखुरा मस्त आराम गरिरहन्। माथिल्लो घर हाम्रो माथिल्लो घर गाइस। म तपाईँहरूलाई चाहिँ मेरो मेन हाम्रो घरको मौरीको घर चाहिँ यो चाहिँ मौरीको घर है। बाहिर निक्लिँदै बन्द गरिदिनुपर्छ। मौरीहरू घरभित्र आउँदै गर्दै गर्छन्। थकाइ लाग्यो गाइज। र अब हामी चाहिँ अब नेक्स्ट ब्लगमा भेट्छौँ। नेक्स्ट ब्लग फेरि अब हाम्रो खोलाको होला, त्यो ब्लग पनि हेर्न कुनै नछुटाइनु होला भनेर भन्दैछु म। र यो भिडियो राम्रो लाग्दैमा सबैले लाइक कमेन्ट सेयर गर्नु होला। र जो यो च्यानलमा नयाँ हुनुहुन्छ त्यसले सब्सक्राइब गर्न नभुल्नु होला। र आजको लागि चाहिँ यति नै गाइज। ल आजको लागि चाहिँ बाई गाइज।